हेलो गाइस, आज चाहिँ हामी आइसकेका छौँ कलर गिफ्ट एक्सचेन्ज च्यालेन्ज लिएर। हामीले चाहिँ यहाँनिर झोलामा ल्याएका छौँ दुईजनालाई होइन, नदेखाइकन। अनि हाम्रो चाहिँ यहाँनिर कलर लस गरेछ। हामी चाहिँ पहिलो सुरु चाहिँ रेड कलर, इट्स अ रेड कलरको। खोइ यार मेरो त कहाँ पुग्यो होइन। सो गाइस, मेरो चाहिँ रेड कलर चाहिँ देखा, मेरो चाहिँ चोखो पन्च बिट, मेरो चाहिँ चोखो पाई, लोटीको चोखो पाई। ल अब सेकेन्ड कलर छ पिङ्क। सरप्राइज है गाइस। ओके, सरप्राइज के थिए, अब के गर्नु। यो चाहिँ हाम्रो चाहिँ गाइस दुईटा पिङ्क है, यो चाहिँ रोज वाला लिप बाम। मेरो चाहिँ यस्तो वाला छ अहिले नयाँ आएको पिङ्क पिङ्क। वाउ, दुईटा जोड्या वाला गाइस, कस्तो राम्रो। अब हाम्रो येल्लो। ल भयो नि त। मेरो चाहिँ येल्लो, यो बट्टाको क्रिम र अनि जाडोमा हात पर्छ नि त मोइस्चराइजर है गाइस, त्यसको लागि चाहिँ मसँग चाहिँ छ यो मोजा। यो चाहिँ येल्लो कलरमा छ गाइस, तर अलिअलि व्हाइट व्हाइट पनि छ, फिक्का येल्लो कलरमा। अनि स्टिकर इमोजीवाला येल्लो कलरमा। कस्तो सफ्ट छ, राम्रो राम्रो इमोजी छ गाइस। अब ग्रीन, हाम्रो ग्रीनको पालो रहेको देखा नि त। ल मेरो चाहिँ ग्रीन, यो क्विक्स। मलाई चाहिँ एकदमै मनपर्छ है गाइस यो क्विक्स पोट्याटो चिप्स सावर क्रिम अनियन। मैले चाहिँ यो पान्डा ल्याएको छु ग्रिनवालामा, ग्रिन छ है गाइस, व्हाइट भए पनि। अनि अर्को चाहिँ छ यो ट्री, क्रिसमस गइसक्यो, यो चाहिँ ह्यान्डमेड हो है गाइस। मैले बनाएको ह्यान्डमेड क्रिसमस ट्री। अब हाम्रो व्हाइट व्हाइट। ल मेरो चाहिँ व्हाइट, यो मोजा है, यो जाडो महिनामा स्कुल जाने मोजा है गाइस, मलाई चाहिरहेको थियो, अलि बाक्लोमा हो। अनि मेरो चाहिँ छ यहाँनिर जुस। मलाई चाहिँ जुस मिठो लाग्छ कि, अझ ओरेन्जहरूमा भए भए मिठो हुन्थ्यो, बट यो च्यालेन्ज व्हाइटको हुन्छ। अब ब्ल्याक, मेरो चाहिँ ब्ल्याक कलरमा